बसिस् त के भयो छेरपाट लाग्यो धेरै नखा भने मान्दैनस् तिनीहरू हिँड्न खोज्छस् त्यस्तै हो काका त्यस्तो धेरै पीडा छ नि हो मलाई के पऱ्यो तँलाई त्यस्तो सुन न त तेरो पीडा दुःख सुन्ने बुझ्ने भनेको मै त हो तेरो बाउ खासमा हराइहाल्यो तिमीले मेरो मनको कुरा बाउगादेखि राम्रोसँग पेटभरि खान त पाएको छैन पहिलो पीडा भनेको मलाई पेटभरि खान देऊ दोस्रो पीडा भनेको बाइक किनेर अर्थ बाइक किनिदिन्छौ र तेरो हातबाट सक्लै छ नि त जाठा कति मेरो मात्र रगत चुछस् अब त्यसै पनि तँ पनि केही गरी खान सक्ने भइसक्छ केही काम खोजेर गर जाठा ल ल काका बाउ भए जस्तो कहाँ आउने रहेछ र मेरो पनि दिन आउँछ सबैको दिन आउँछ एक दिन तेरो पनि दिन आउँछन् जा गएपछि अहिले एक अगाडि पानी लिएर आइज